त्यो यादगारको लागि सङ्ग्रहालय जाने एउटा सङ्ग्रहालय छ। त्यहाँ एकजना पूर्वदास हुनुहुन्थ्यो वृद्ध, जेलमा बसेर कष्ट उठाएको, पिटाइ खाएको, बढी चोटै बनाउनुलाई। अनि हामी गएपछि हामी कति भाइ पनि थियो, बाबु सबैको नाम लिँदैन। त्यसमा हाम्रो बहिनी योजना पनि हुनुहुन्थ्यो, अरू भाइ पनि थियो, बहिनी योजना हुनुहुन्थ्यो। अनि उहाँ हामीलाई याद बोलाउनु भयो, बिचरा बढी चोट पुगेर पञ्चायती शासन समय। अनि एउटा याद आउँछ, उहाँले एउटा हामीलाई मह दिनुभएको थियो, जङ्गली हनी। हामी कहिले पनि खाएको थियो, सानो सानो चारो खाएर एकछिन मातेछ हामीले तिनै। यति साह्रो चक्कर आयो। त्यसको मेडिसिन चाहिँ सुनिराख्नुहोस् है, भैँसीको दुध रहेछ। फेरि त्यो घरको दाजुलाई भैँसीको दुध दिएपछि फेरि त्यो ठिक भयो। त्यो एउटा सम्झना। त्यस्तै प्रकारले त्यो गीत गाइत जब त्यो गीत आउँछ नि, तिमीलाई कहिले छोड्दिन कहिले त्याग्दिन भन्दाखेरि मलाई 1995 भोलि शिव याद आउँछ, स्पेसिपट्टिको गीत गाएको। त्यस्तो प्रकारले हाम्रो जवान भाइ धेरै भाइ पनि आउनुभएको छ। म तपाईँलाई चिन्छु भन्ने है, मलाई अप्ठ्यारो लाग्छ। ओके, तपाईँले मायालु भाइ बहिनी भन्छु, प्रभुका प्रिय मायालु भाइ बहिनी हो, जवान भाइ बहिनी हो। तपाईँले रिक्वेस्ट छ यहाँबाट पनि तपाईँले भजन सिकेर एउटा कोसी लिएर जानुहोस्। एक दिन तपाईँ म जस्तै बुढो भएपछि सम्झिनुहुन्छ, याङगाङमा जाँदा, याङगाङ है, याङयाङ होइन, याङगाङमा जाँदा गीत गाएको थियौँ। तपाईँले त्यो अरूलाई पनि भन्नुहुन्छ, जस्ट इन्करेज गर्नुहुन्छ। ओके, त्यसमा सिकेर जानुहोस् ल। अनि हाम्रो नाम्चीबाट एउटा मेमोरिज छ, त्यो जानु भए पनि हामी तपाईँलाई सिकाउन अलिकति समय लिएको, किनभने इतिहासमा अलिकति सर्ट हुन्छ जस्तो लाग्छ। लङ इतिहास चाहिँ सर्ट ब्रेक हुन्छ ल। ल यो भजन फेरि सिकौँ, फेरि गाउँ कि नगाउँ भन्नुहोस्, कि नाम्चीको गाउँ, विच वान? हजुर